साथीहरू, म जस्तै हप्ताको एकचोटि चटपट खाइ बस्नै नसक्ने को हुनुहुन्छ? प्लिज कमेन्ट गर्नुहोस् होला है। आज सँगै चटपटी बनाऊ है त। फर्स्टमा त एउटा बोल लिएँ, त्यसमा उसिनेको केराउ, मसिनो गरी काटेको गाजर, उसिनेको आलु, मसिनो गरी काटेको बन्दा, प्याज, हरियो खुर्सानी राखेर थोरै फ्राई गरेको बदाम पनि राखेको छु है। अनि हजुरसँग धनिया र काँक्रो छ भने पनि राख्न सक्नुहुन्छ है। मसँग थिएन त्यही भएर राखिनँ। अनि भुजा र चाउचाउ राखेर चाउचाउको मसला पनि राखेँ। भुटेर कुटेको जिरा धनिया पाउडर, थोरै चिल्ली फ्लेक्स राख्यो भने घरमा नै बनाएको चटपटे मसला राखेको छु है। अनि स्वादको लागि थोरै मैले टिमुरको धुलो पनि राखेको छु र बेनुन राखेको छु। यसले मिठो स्वाद दिन्छ है त। अमिलोको लागि मैले एउटा ठुलो कागती निचोरेर राखेको छु भने थोरै तेल राखेर मजाले मिक्स गर्ने है त। हेर्दा हेर्दै हाम्रो चटपटे पनि रेडी भयो। हजुरहरूलाई चटपटे खान मन लाग्छ तर बनाउन आउँदैन भने एकचोटि मेरो रेसिपी अवश्य पनि ट्राई गर्नुहोला। मेरो भिडियो मन पर्छ भने मलाई फलो, लाइक र कमेन्ट गर्न नबिर्सनु होला। अरू यस्तै भिडियो लिएर फेरि पनि आउनेछु। ओके, बाई।